बिचरा भुन्टीलाई भूपेन्द्रका परिवारले अन्याय र अत्याचार भने यति गरिरहेका छन् कि सायदै त्यो भुन्टीले मात्र सहन सकिरहेकी छिन्। अरू हुनु हो भने अहिलेसम्म तिनीहरूलाई के गर्नु पर्थ्यो र कसरी छोडेर जानु पर्थ्यो सबै गरिसक्थ्यो। तर भुन्टीले भने सहेरै बसिरहेकी छिन्। आफ्नो श्रीमानको हरेक कुरामा साथ दिन खोजिरहेकी छिन्। आफ्नो श्रीमानले गाडीले हानेको मान्छेलाई उपचार गर्नु र म रुँगेर बस्छुसम्म भन्न भ्याइरहेकी छिन्। त्यतिसम्म अपहेलना हुँदा पनि बिचरा भुन्टीले कहिले सुख र शान्ति भने नपाउने भइन्। सधैँ उनीहरूको टर्चर र उनीहरूको आरोप प्रति आरोपलाई सधैँ खेप्दै आइरहेकै छिन्। बिचरा भुन्टी सधैँ उनीहरूको आफ्नो भन्दा बढी उनीहरूकै चासो गरिरहेकी छिन्। आफ्नी आमा त्यो हालतमा हस्पिटलमा हुँदासम्म पनि आफ्नो श्रीमान बाहिर ढोकासम्म आएर आमालाई भित्र गएर भेट्न नमान्दाखेरिको पीडा भुन्टीले भोगेकी हुन्। बिचरा भुन्टीलाई कतिसम्म पीडा भयो होला त्यो बेलामा भन्ने कुरा भने भूपेन्द्रले कहिले सोचेनन्। भुन्टी गलत हो या होइन भन्ने कुराको प्रमाण अहिलेसम्म फेला परेको छैन। भुन्टी गलत छैनन् भन्ने कुरा तपाईलाई पनि थाहा छ र मलाई पनि, र भुन्टी गलत छैनन् भन्ने कुरा भुन्टीलाई पनि राम्रोसँग थाहा छ। तर गलत साबित नहुँदै पनि भूपेन्द्रले देखाएको यो व्यवहारले भने भुन्टीको मन धेरै दुखिरहेको छ। कमसेकम भुन्टी जबसम्म दोषी ठहरिँदिनन् तबसम्म उसको परिवार र भुन्टीलाई नकारात्मक व्यवहार नगरिदिएको भए आज भुन्टीलाई कति सुख र आनन्द मिल्थ्यो होला। तर बिचरा भुन्टी भने सधैँ ठुला समस्याहरूमा परिरहेकै हुन्छन् र उनीहरूले लगाएको आरोपलाई आफ्नै श्रीमानले धरी पनि, अर्थात् देवर र नन्दले लगाएको आरोपलाई श्रीमानले धरी पनि विश्वास गरेर यो ठाउँसम्म आइपुग्दासम्म पनि भुन्टीलाई नराम्रो गरिरहँदा भुन्टीको मन भने धेरै दुखेको छ। हो दर्शकवृन्द, बिचरा भुन्टीले सधैँ कति पीडाहरू सहनु पर्ने हो अझै थाहा छैन। सुकुमायाको हत्तो पत्तो छैन। यदि सुकुमाया आएर चाँडै सबै कुराको पर्दाफास गरिदिएको भए ती भीम र भूमिकालाई जेल पठाउन कुनै आइतबार कुर्नु पर्ने थिएन। तर बिचरा भुन्टी भने सदाबहार आफूलाई निर्दोष साबित गराउनु भन्दा पनि आफ्नो श्रीमानले गाडीले हानेको मान्छे र आफ्नी आमाको उपचार गरेर चाँडो निको बनाएर गाउँ पठाएपछि तिमीहरूलाई जे गर्नु मन लाग्छ म गरे हुन्छ र म सहन तयार छु भनेर भनिरहेकी हुन्छन्। बिचरा भुन्टी कति सोझी र इमान्दार छिन् भन्ने कुरा यहाँबाट पनि प्रष्ट भइरहेको छ। तर सारा परिवारै लागेर बिचरा भुन्टीलाई त्यतिसम्म गर्दा पनि भुन्टीले कहिले हार भने मानेकी छैनन्। तर जेल जान भने अर्थात् चौकी जाउँ भन्दै गर्दा त्यो अवस्थामा भएकी आमालाई छोडेर कसरी म जेल जान सक्छु भनिरहेकी भने पक्कै छिन्। र यदि मसँग भविष्य बन्दैन र मेरो कुरालाई विश्वास लाग्दैन भने मलाई छोडिदिए हुन्छ। म तपाईसँग जिन्दगीभर लडाइँ गरेर बस्न सक्दिनँ भनेर भुन्टीले भनिसकिन्। अब त भूपेन्द्रको दिमागमा केही न केही घुस्नुपर्ने हो। तर भूपेन्द्रले कहिले पनि आफ्नो श्रीमतीलाई मान्छेको रूपमा सम्झेकै छैनन्। सधैँ गरिबकी छोरी र नाना थरी औकात नमिल्नेसम्म भन्न भ्याइरहेका छन्। बिचरा भुन्टीको के गल्ती थियो, के दोष थियो र यसमा?